मैले पनि त कहीँ भिडा हुँला, मैले पनि कहीँ साथीलाई नराम्रो कुरा भने कि किन मैले किन आत्मसमीक्षा नगर्ने, किन आफ्ना कमी कमजोरी नहुने, किन हाम्रो पार्टी मात्रै ठुलो अरू सब बेकुफ बनाउने। 7 सालको क्रान्तिमा 8वटा पार्टी मिलेर के अरे यो गणतन्त्र आएको होइन, लास्टमा अजितले गणतन्त्र आएको, त्यो 8वटा पार्टी थियो। तिनी पार्टी अहिले पनि छँदैछन्, नाम अलि फरक परे होला, तर त्यो त्यस बेला मिल्ने मान्छे अहिले लडिराखेको छ। कति लाज मर्दो रह्यो, कति चरित्र बिग्रियो, कति नैतिकता बिग्रियो। अब हामीलाई साहित्यको कुरा गर्छौँ, सोच्नु जस्तो लाग्छ मलाई कहिले त नाम जस्तो पनि लाग्छ। हाम्रो हृदय त परिवर्तन भएको छैन, हाम्रो मन परिवर्तन भएको छैन। हामीले आफूलाई डाउन गर्ने बाहेक अरू कुरा सोच्नै सकेका छैन। साहित्यले संसारमा उथल ल्याएको इतिहास छ, तर हाम्रो साहित्यले के गर्यो त? प्रश्न उठ्छ फेरि। त्यो प्रश्न मलाई पनि हुन्छ, तपाईँलाई पनि हुन्छ, सबलाई। त्यसो भएको हुनाले अब सचिन राखेको उपाय छैन। धन्यवाद, नमस्कार।